ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गरौँ, जुन फेरि एकपटक विवादमा आएको छ। खासमा यसको निर्माणलाई लिएर दोस्रो पटक भ्रष्टाचारको मुद्दा परेको छ। यो नयाँ मुद्दा चैत 8 गते विशेष अदालतमा दायर भएको हो। यो दोस्रो मुद्दा हो। यो अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोग मतलब CIA ले गरिरहेको छ र आरोपको केन्द्रमा छ विमानस्थल बनाउने चिनिया कम्पनी चाइना CAMC इन्जिनियरिङ। मुद्दामा नेपालका सरकारी अधिकारी र कम्पनीका कर्मचारी गरी 21 जना मुछिएका छन्। त्यसो भए खास विवाद केमा हो त? यो परामर्श सेवाको लागि छुट्याइएको रकममा छ। यो रकम हो $2.8 मिलियन अमेरिकी डलर, जुन कन्सल्टेन्सीका लागि छुट्याइएको थियो। यसलाई प्रोभिजनल सम भनिन्छ र सम्झौता अनुसार यहीँबाट मात्र पैसा तिर्न मिल्थ्यो। तर भयो के भने भुक्तानी सम्झौता बाहिर गएर प्राधिकरणको बजेटबाट गरियो। जुन रकम नेपालीमा हुन आउँछ झन्डै 40 करोड 68 लाख रुपैयाँ। तर यो परियोजनामा यस्तो प्रश्न उठेको यो पहिलो पटक भने होइन। संसदको सार्वजनिक लेखा समितिले नै पहिले भनेको थियो यसमा व्यापक भ्रष्टाचार भएको छ। यसले गर्दा ठूला परियोजनाहरूमा जवाफदेहिताको गम्भीर प्रश्न खडा भएको छ। अब प्रश्न उठ्छ, भविष्यका यस्ता ठूला परियोजनामा कसरी भ्रष्टाचार रोक्ने?